हेलो अलि नजिक देख्नु अनि आज चाहिँ हामी भोट लाउनलाई जाँदैछौँ। आज भोटको दिन हैन, अनि कसलाई भोट दिनुपर्ने के गर्नुपर्ने त्यो चाहिँ सिक्रेट छ हाम्रो कुरा। तर अहिले चाहिँ हामी जाँदैछौँ र हामी भरे भोट दिएर आएपछि हामीले दिएको उम्मेदवारले जित्छ कि जित्दैन, हामीले दिएको पार्टीले जित्छ जित्दैन भन्ने कुरा चाहिँ अलिकति चुनावपछि मतगणना भएपछि नै थाहा हुन्छ। र त्यहाँको माहौल पनि कस्तो छ के हुँदैछ भनेर चाहिँ म यो मेरो फर्स्ट एक्सपिरियन्स पनि हो। आज म चाहिँ जाँदैछु अनि ल त ओके अहिले हामी जान्छौँ। बाँकीको क्लिपहरू पनि म जोड्दै नै जानेछु। ल यहाँ चाहिँ अहिले निर्वाचन प्रक्रिया भट्टाभट चलिरहेछ। भोट दिने कामहरू कोही भोट दिनेहरू दिइरहेको छ र आउनेहरू आइ पनि रहेछ भनेपछि अहिले यहाँ चाहिँ यस्तो छ माहौल। अहिले मेरो चाहिँ फर्स्ट एक्सपिरियन्स हो। मैले चाहिँ आफ्नो भोट दिएर आफ्नो मताधिकार प्रयोग गरेर निस्किसकेको छु यति बेला यहाँनिर। अनि एकदम चलिरहेछ दमादम यहाँ चाहिँ मौनाबुद्धको चाहिँ निर्वाचन गर्ने कामहरू। यस्तै छ माहौल। अनि तपाईँहरूकोतिर कस्तो छ के छ यसो बुझ्न पाऊँ सुन्न पाऊँ। अनि एकदम चलिरहेछ धमाधम आफ्नो मताधिकार प्रयोग गर्नलाई यहाँको स्थानीय जनताहरू धमाधम आइराख्नु भएको छ भन्दै अब बाँकी क्लिपहरू थोरै जोड्दै जानेछु। यहाँ यस्तो छ है। ल यो चाहिँ मौनाबुद्धु स्कुल 24 गाउँपालिका 7। अनि भोट दिइसक्नु भयो तपाईँले? अघि नै हानिसक्नु भयो तपाईँहरूले? सकिसक्यो तपाईँले? बिहानै आउनु भएको थियो कि राजकुमार दाइले सक्नुभयो? तपाईँ आउँदाखेरि एक्ला आउनुभयो कि सानो मेला दाजुहरूसँग आएको जस्तो देखेको थिएँ? ए ल ल ल उहाँहरू चाहिँ भोट दिएर निस्किसक्नु भएको छ र यहाँ चाहिँ बाँकी कोही जाँदै हुनुहुन्छ कोही आउँदै हुनुहुन्छ। अब अहिले चाहिँ यहाँ चाहिँ फेरि भोट के भनेर उफ्रिनु पाउँदैन किनकि मत माग्ने त्यो समय सिद्धिसकेको छ र निर्वाचन भोटिङ सिस्टम सुरु भइसकेको छ। त्यही भएर ल लाग्यौँ दाइ। तपाईँहरू कति बेला जान्छ? पर्खिनु भयो? हाम्रो बाउहरूलाई हो ड्याङ खाने हो। अब तिमीले जे भन्छ त्यही हुन्छ त। ल के अरे के भन्छ राजकुमार पक्रिनु छ हेर्नुसँग छैन गाँठा ले भन्यो झन् ठुलो नखाइछ त्यहाँनिर चिपेर हिँड्छ झन् ठुलो ठुलो। ल फाइनली यो चाहिँ मेरो घोडा सबै प्रक्रिया भोटिङको प्रक्रिया सकेर चाहिँ म चाहिँ आफ्नो मताधिकार प्रयोग गरेर म चाहिँ फर्किँदैछु आफ्नो घरतिरै। यहाँ घर नजिकै छ अनि यो चाहिँ यहाँको हाम्रो चोक बजार यहाँको दृश्य यस्तो छ। र अब चाहिँ म के भन्दाखेरि यो चुरोट चाहिँ पार्नु हुँदैन कि अब म फर्किँदैछु। ल पक्राउँदैछ फोन आयो फोन आइरहेछ। ल म चाहिँ अब घर फर्किने क्रममा छु। बाँकी क्लिपहरू भनेको चाहिँ हामी उता घरमै पुगेर कुरासुरा गर्छौँ र बाँकी जति के गर्छु कसो गर्छु कहाँ जान्छु म बाँकी चाहिँ घरै पुगेर यहाँहरूलाई चाहिँ देखाउने छु। अहिलेलाई भने बाई बाई।